अब चाहिँ सुरु गरिदिउँ है त म सब्र्याक दिनु पर्यो नि त अब मजा भएछ नि हो। आज सजनाको सब्जी खानु पर्यो। यहाँ मजाले केलाएर राखेको छु धोएर ठिक्का ठिक्काको चाना बनाएर अरू यो छ नि हेर्नु दामी छ यो आलु पनि 3वटा आलु गोटा बनाएर राखेको छु यहाँ ठिक्का ठिक्का चाना बनाएर यहाँ 2टा टमाटर 3वटा खुर्सानी र यो प्याज लसुन अदरकको पेस्ट हो यसलाई पनि हाल्नुपर्छ र पहिला आलुलाई घुट्ने यसरी है फ्राई गर्नुपर्छ हल्का आगमा अनि त्यही माथि यो हाल्दै सजना यसलाई पनि सँगै भुट्नु पर्यो एकदम हल्लाको हल्ला गर्नुपर्छ यसलाई मजाले चलाउनुपर्छ नभए टाँसिन्छ त कराईमा नटाँसियोस् भनेर यसरी चलाइरहनु पर्यो आगो चाहिँ हल्का हुनु पर्यो है फ्लेम एकदम कम हुनु पर्यो यसमा फेरि बेसार नुन हाल्दै होइन अनि यसरी मजाले चलायो यस्तो गऱ्यो भने रसिलो हुन्छ क्या पहिला नुन हाल्दै हो अब यो सुक्दै गयो अलिकति पानी हालेर यसलाई एकछिन चलाएर अनि छोपिदिनुपर्छ 7-8 मिनटको लागि छोपिदिनु पर्यो यसरी यो भयो अब टक्टक भयो यसलाई अलग्गै निकालेर एउटा भाँडामा राख्ने यसरी राख्ने हो एकतासँगले अहिले उठेको त अहिले उठेको हामी देख्दैछु नि यो धेरै पौष्टिक हुँदो रहेछ क्या सजना अब यहाँ मसला पड्कायो यिनीहरू प्याज पनि हाल्दै मजाले यसलाई मजाले मिलाउनुपर्छ एकछिन प्याज पाकोस् होइन यो सजना भन्दाखेरि धेरै लाभदायक हुँदो रहेछ नि त आफ्नो शरीरको लागि अदरकको पेस्ट लसुन अदरक है र यो हेल्दी चिज रहेछ क्या सजना भन्ने आँखाको लागि भन्यो होइन छालाको लागि हाम्रो मुटुको लागि लिभरको लागि धेरै नै उपयोगी हुँदो रहेछ यहाँ टमाटर हाल्ने अब होइन टमाटरलाई तपाईँले ग्राइन्डिङ पनि गर्नु सक्छ र मैले चाना बनाएर हालेको थिएँ यो चाना बनाएपछि चाहिँ अलिक गलाउनु टाइम लाग्दो रहेछ यसलाई र पनि केही छैन यसलाई गलाउने हो मजाले हल्लाएर चाहिँ अब यो गल्यो होइन अब मसला पाके ट्याक्कसँगले भइहाल्यो नि त अब यसमा त्यो अघि भुटेको आलु र सजिना हालिदिने र यहाँ मजाले अब यसलाई चलाउने क्या र यो पाकेको मसलासँग लेटे पारिदिने नि त कलर पनि दामी आउँदैछ है एकदम चकिलो लाग्दैछ नि त हेर्दाखेरि त यसलाई पकाउनुपर्छ एकछिन पानी हालेर मजाले पारेको छैन त दामी भयो जिब्रोमा पानी आयो र अलिकति पानी हालेर यसलाई उमाल्नुपर्छ एकछिन त्यहाँबाट पाक्छ त्यहाँबाट चाहिँ दिनुपर्छ 2 हातले दामी भयो नि पुरा एकदम चकिलो भयो दाल हालेको छ अलिकति अब चाहिँ सुरु गरिदिउँ है त म सब्र्याक दिनु पर्यो नि त अब मजा भएछ नि हो।